जय होस्, जय गुरुदेव, जय अरुण स्वामी, मेरो परम पूज्य गुरु स्वामी आनन्द अरुण। कोशी प्रदेशभरिबाट र नेपालको सीमा भारतबाट समेत आउनुभएका सम्पूर्ण ओशो साधक साधिका, ओशो सन्यासी, हाम्रो सेन्टरहरू सञ्चालक सम्पूर्णमा गुरुदेवको चरणमा नमन गर्दै ओशो नमन व्यक्त गर्न चाहन्छु। लामो समयपछि गुरुदेवको छेउमा बसेर केही कुराहरू व्यक्त गर्न अवसर प्राप्त गरेको छु। भगवान रजनीशप्रति र पोहोर बित्नु भएको मेरो ड्याडी स्वामी ध्यान अभिषेकप्रति सम्झन चाहन्छु, नमन व्यक्त गर्न चाहन्छु। ओशोको परिवारमा, ओशो जगतमा आज सन्यास ग्रहण गर्नुभएका 55 जना नव सन्यासीहरूलाई हार्दिक बधाई र हाम्रो परिवारमा हार्दिक स्वागत पनि गर्न चाहन्छु। तपाईँहरूको यो आजको ऊर्जा सधैँभरि तपाईँको जीवन रहन्छ, यो ऊर्जा रहिरहोस्, तपाईँको ऊर्जामा सधैँ थप मात्रै होस्, घट नहोस्। धेरै धेरै शुभकामना। हामी सधैँ माला लगाएर उफ्रिँदै फेरि आजको जसरी भेट्न पाऊँ, यो मेरो शुभेच्छा सधैँभरि जीवित रहोस्। यति राम्रो कार्यक्रम आयोजना गर्ने गुरुदेवलाई यहाँ भित्राउने विराटनगर आश्रमलाई धेरै धेरै कृतज्ञता। यो अहिलेको विषम परिस्थितिमा यो ओशो सन्यासले, ओशोको प्रेमले सबै संसार खुसी होस्, नाच्न पाइयोस्, गाइन पाइयोस्, ऊर्जाले भरिपूर्ण हुन पाइयोस्। हामी सबैलाई शुभकामना। म यहाँ गुरुदेवको छेउमा साक्षी बनेर दुईटा कुरा व्यक्त गर्न आएको छु। म गुरुदेवको चरणमा रहेर लामो समय ठाउँ ठाउँमा हिँडेको पनि छु, स्वामीजीसँग आध्यात्मिक भ्रमण पनि गरेको छु। गुरुदेवको चरणमा छुएर धेरै पटक रोएर गुरुदेवको पाउमा आँसु झार्दै, स्वामीजी म राजनीति गर्दिनँ नि प्लिज भनेको छु। स्वामीजीले मलाई त्यतिखेर मेरो शिरमा हात राखेर भन्नुभएको छ, तपाईँ राजनीति गर्नको लागि किन आउनुभएको थाहा छ? भगवानको काम गर्नलाई तपाईँ राजनीतिमा आउनुभएको भनेपछि म कति धेरै अपमान, कति धेरै हन्डर, पीडा, सबै खालका सङ्घर्षलाई भित्रै राखेर, बाहिर हाँसेर नाचेर आँसुहरूलाई भित्रै राखेर म राजनीतिमा छु। राजनीतिमा हुँदै गर्दाखेरि अहिले म कोशी प्रदेशको सांसद हो। अघिल्लो वर्षको संसदीय कोषबाट मैले सोचेको जस्तो हुँदैन रहेछ। रु 12 लाख रुपियाँ सामाजिक तथा विकास मन्त्रालय अन्तर्गतबाट दमक आश्रमलाई पारित गरेर त्यहाँबाट सबै आश्रमलाई 2-2 लाख भए पनि वितरण गरौँला भन्ने सोचेको थिएँ, तर सोचे जस्तो हुँदैन रहेछ। माइधार आश्रममा हामी मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की र म गएका थियौँ। त्यो आश्रमको कार्यक्रम हामीले हिक्मत कार्की मुख्यमन्त्रीले सोचे जस्तो पनि हुँदैन रहेछ। दमक आश्रमलाई वितरण गरिएको बजेट माइधार आश्रमलाई वितरण गर्ने भनियो, तर सार्न मिल्दैन रहेछ। सचिवालय र मन्त्री परिषदको निर्णय पनि त्यस्तो हुँदो रहेछ। म माइधार आश्रमप्रति क्षमा याचना प्रकट गर्दै दमक आश्रमलाई बधाई भन्दै अबको बजेट 12 लाख दमक आश्रमले आफ्नो काम गरोस्। अब त्यो बजेट मन्त्रालय अन्तर्गतबाट अन्त नजाने भएपछि दमक आश्रमले राम्रो काम गरोस्। हामी सबै एकै ठाउँमा छौँ, त्यहाँ पनि हाम्रै आश्रम हो। अन्तको आश्रमले चित्त नदुखाइदिनु न अनुरोध गर्दछु। फेरि पनि बाँकी समय छ। म आफै त्यो विभागमा भयो भने मलाई भन्न पर्दैन, म आफै आउनुहोस् यसो गरौँ भन्छु। र अबको संसदीय बजेटबाट मेरो आफ्नो संसदीय कोषबाट धरान आश्रमलाई रु 5 लाख र विराटनगर आश्रमलाई रु 5 लाख 10 लाख रुपियाँ र 2 लाख कता गर्दैछ। त्यो 2 लाख म विकास बजेटमा छुट्याउने यहाँबाट गुरुदेवको चरणबाट मैले प्रतिबद्धता व्यक्त गर्दछु। र मैले यसरी उभिएर व्यक्त गर्न पाएको थिइनँ। मेरो ड्याडीको ध्यान अभिषेक, स्वामी ध्यान अभिषेकको निधन हुँदाखेरि, स्वामीजी बिदा हुनु हुँदाखेरि गुरुदेव स्वयं परमात्माको रूपमा प्रकट भएर भगवानको रूपमा आइदिनु भएको थियो। त्यो बिदाको क्षण मेरो आँखामा हिजो मृत्यु संस्कारको कुरा गर्दाखेरि, मै मृत्यु सिकाता होको कुरा गर्दाखेरि मैले
जीवन र जगत बुझ्दै भए पनि ड्याडीको बिछोडलाई सम्झेर मेरो आँसु छल्किरहेको थियो। अनि म धेरै बेर आँसुमै थिएँ। आज त झन् कृष्ण स्वामीले मलाई तान्न आउनुभएको थियो त्यो आँसुबाट निस्किन नसकेर। ड्याडीले लामो समयसम्म इटलीको ध्यान सेन्टर हाम्रो घरमा धेरैजनालाई ध्यान सिकाउनु भयो, गराउनु भयो। सायद त्यही भएर परमात्माको रूपमा स्वामीजी जतिखेर घोपा क्याम्पभित्र प्रवेश गर्नुभयो ठ्याक्कै त्यही टाइममा ड्याडीको प्राण गएको थियो। ड्याडीको प्राण जाँदा म ड्याडीको छेउमै थिएँ। म आफैले बोकेर लगेँ। स्वामीजीले, म रोएको पनि थिइनँ जब स्वामीजीले फोन गर्नुभयो मलाई, स्वामीजी स्वामीजीको चाहिँ अब यस्तो तरिकाले गर्नुपर्छ सेलिब्रेट, तपाईँ कति बजे लैजाने त्यो जानकारी दिनु भनेपछि बल्ल स्वामीजीको आवाज सुनेपछि, गुरुदेवको आवाज सुनेपछि मात्रै म रोएको थिएँ। गुरुदेव आइदिनु भयो। अनि गुरुदेव आइदिँदाखेरि त्यो इटलीको घाटमा यति ठुलो मलाई चाहिँ कसैको पनि भएको थिएन र मृत्यु उत्सव कसैको पनि भएको थिएन। ड्याडीको डेथ एक ठाउँमा छ, ड्याडीले शरीर छोडेर जानुभयो एक ठाउँमा छ, तर ड्याडीको मृत्यु उत्सवमा गुरुदेव परमात्माको रूपमा, भगवानको रूपमा हामी कहाँ आइदिँदाखेरि त्यसको अर्कै छुट्टै गरिमा भएको थियो। स्वामीजीप्रति, तपोवन परिवारप्रति सधैँ कृतज्ञता व्यक्त गर्दछु, चरणमा नमन गर्दछु। गुरुदेव, तपाईँको आशीर्वाद सधैँ रहिरहोस्। तपाईँको आशीर्वादले नै म पटक पटक सुसाइड एटेम्प गर्न खोजेको मान्छे बाँचेको छु। मैले 4 पल्ट सुसाइड प्रयास गर्दा पनि मर्न सकिनँ, बाँचेँ। अब चाहिँ सुसाइड गरेँ भने तपोवनको बदनाम हुन्छ, मेरो गुरु स्वामी आनन्द अरुणको बदनाम हुन्छ। म सधैँ स्वामी आनन्द अरुणको शिष्य हुँ भन्नलाई सधैँ गर्व गर्छु। जीवनमा धेरै घटनाहरू घटे, व्यक्तिगत जीवनमा मेरो परिवारमा 23-24 वर्षदेखि मैले ध्यान साधना गरे पनि 14 वर्ष अस्ति सम्बोधि दिवसको दिन मेरो सन्यास 14 वर्ष पुरा भएको छ। मान्छेसँग एउटा अहङ्कार हुन्छ। स्वामी कृष्ण मोहन मेरो बाल सखा हो। मैले उसलाई गएर भनेको थिएँ एक दिन, मैले सन्यास ग्रहण गर्दिनँ, गरेँ भने स्वामी आनन्द अरुणका हातबाट मात्रै ग्रहण गर्छु भनेर। सायद स्वामीजीले त मलाई पहिले भनि पनि सक्नुभएको छ। म तपोवनमा बस्दाखेरि स्वामीजीसँग मेरो पुनर्जन्मको केही नाता छ। स्वामीजी मलाई मेरो ड्याडी, मेरो घर परिवारको त्यति नजिकको एउटा सम्बन्ध जस्तो मलाई अनुभूत हुन्छ स्वामीजीलाई देख्दाखेरि। या आँखा चिम्प गरेर बस्दा पनि स्वामीजी मेरै छेउमा हुनुहुन्छ। ती कति व्यक्त गर्न नहुने कुराहरू मैले व्यक्त गरेको छु स्वामीजीको छेउमा। म यिनै कुराहरू तपाईँहरूको बिचमा राख्दै आज नवसन्यास ग्रहण गर्नुभएका नयाँ सन्यासी मित्रहरूलाई, भाइ बहिनीहरूलाई, साथी, अझ मेरो वेदकोमा चाहिँ म मिडिएटर बसेको पनि थिएँ, पत्रकार वेद सहितको सबै साथीहरूलाई, सबै उहाँ छ सन्यासी, नयाँ नवसन्यासी वेद सहित 55 जनालाई, सबैजनालाई हार्दिक शुभकामना व्यक्त गर्दै म गुरुदेवको चरणमा फेरि नमन गर्दै बिदा हुन चाहन्छु। ओसो नमन। जय स्वामी आनन्द।